हजुर नमस्कार। म चाहिँ लक्ष्मी पोखरेल कोदाली भेन्चर्सबाट हो। कोदाली भेन्चर्सको फाउन्डर पनि भए। अहिले चाहिँ हामीले यो कमलादीमा महानगरपालिकाको अफिस अगाडि रहेको आइटी प्लाजामा हाम्रो रैथाने हाट बजार स्टार्ट गरेको छौँ हैन। पहिला चाहिँ हामी दरबार मार्गको ओरिएन्ट क्याफेमा थियौँ। त्यहाँ हाम्रो कन्ट्र्याक्ट सकिसकेपछि हामीले यहाँ नयाँ हाट बजार स्टार्ट गरेको छौँ। सो सबै साथीहरूलाई हाम्रो एकदम चुले निम्तो भनौँ हैन, चुले निम्तो गर्छु। यो हाट बजार चाहिँ हामीले बिहान 6:30 बजेदेखि 11 बजेसम्म प्रत्येक शनिबार सञ्चालनमा लिएर आएको छौँ। आज चाहिँ दोस्रो हप्ता भयो हाम्रो। प्रत्येक शनिबार हजुरहरू पनि आइदिनुहोस् र हाम्रो कोदाली भेन्चर्स लगायत अन्य विभिन्न हजुरहरूले रैथाने उत्पादनहरू पाउनुहुनेछ। नेपालको नेपाली महिला दिदीबहिनीहरूले उत्पादन गर्नुभएको हैन। अब त्यो लगायत अब यहाँ चाहिँ महिला दिदीबहिनी मात्रै नभनौँ, सबै नेपाली उद्यमीहरूले उत्पादन गर्नुभएको नेपाली रैथाने खानेकुराहरूदेखि लिएर सागसब्जीहरूदेखि लिएर सबै चिज हजुरहरूले एकै ठाउँमा पाउनुहुनेछ। सो बिहान 6:30 बजेदेखि 11 बजेसम्म प्रत्येक शनिबार नबिर्सिनु होला। हाम्रो काठमाडौँ महानगरपालिकाको अफिसको ठ्याक्कै अगाडि रहेको आइटी प्लाजामा हजुरहरू सबैजनालाई हामी स्वागत गर्दछौँ है।